नयाँ वर्षको दिन यहाँ झाँक्रीढुङ्गामा दर्शन गर्ने मान्छेहरू आउनु भएको छ। आज 2083 नयाँ साल हेर्न सक्नुहुन्छ। के टिकटक बनाउनु लाग्नु भएको क्या हो? सबै आफ्नो पारामा हुनुहुन्छ, यहाँ देख्न सकिन्छ। म चाहिँ अब जाँदैछु आज यतातिर। त्यस्तो के छ फुच्चे भाइहरू, हाई हेलो गरिदिउ न हो। हाई हेलो भन, हेलो भन। के छ, कहाँ हो? यतै हो, घर कहाँ हो भाइहरू? नबोलिकन गए। अब हेरौँ आज नयाँ वर्षको दिन के कति मान्छे आउनु भएको छ यहाँ झाँक्रीढुङ्गातिर देख्न सकिन्छ। म चाहिँ यहाँ सिँढीदेखि उँझो झर्दैछु। अहिले चाहिँ एक्लै छु भनौँ है, एक्लै यात्रा गरिरहेको छु यहाँ झाँक्रीढुङ्गामा। अब मेरो साथीहरू उतातिर छन्, कता छन् देख्न सकिन्छ। कसै झाँक्रीढुङ्गाको ठुलो ढुङ्गा, सबै आफ्नो पारामा छन्। हेरौँ हाम्रो काका चाहिँ त्यहाँ बसेको रहेछन् है, देख्न सकिन्छ। घुमेर भ्याउनु भयो कि हो? हाम्रो मामा र यहाँ रमेश काका यहाँ हुनुहुन्छ। हामी चाहिँ यात्रा गरिरहेको छौँ यहाँ झाँक्रीढुङ्गा देख्न सक्नुहुन्छ। आज नयाँ वर्षको दिन हाम्रो यात्रा आज यतै रहेको छ। हामी चाहिँ हाम्रो यात्रा चाहिँ दबासेर झाँक्रीढुङ्गातिर भएको छ। आज जाम उँभोबाट निक्ल्यौँ ल। हामी अब उँभोतिर निक्लिँदैछौँ। उकालोको यात्रा यो चाहिँ हामीले कुचो पनि काटेर ल्याएको छौँ, यहाँ देख्न सक्नुहुन्छ। होस् कहाँ होस्, यो कुचो उभै लगाऊँ कि उभै जाम होइन ल। यो कुचो यहाँ म भिडियो बनाउँछु। हाम्रो उभैबाट निक्ल्यौँ लागे नत्र कुल लग्देला कुहिले ल। हामी चाहिँ अब हिँड्दैछौँ यो उकालोमा देख्न सक्नुहुन्छ। आज नयाँ वर्षको दिन हामी चाहिँ घुम्दै फिर्दै देख्न सक्नुहुन्छ। निकै ठुलो ढुङ्गा रहेको छ यहाँ। यहाँ पनि विभिन्न तथ्यहरू छ। पुरा भिडियो हेर्नु होला नआटेर। हेर उकालो चाहिँ निकै रहेछ के देख्न सक्नुहुन्छ। म पनि उकालोमा चढ्दैछु यसरी रेलिङ छोपेर, नत्र उकालो चढ्न निकै गाह्रो हुन्छ। यहाँ धेरै दर्शकहरू आउनु भएको छ यहाँ अवलोकन गर्न। मोबाइल जाला ठुलो ढुङ्गा झाँक्रीढुङ्गाको शिर चुचुरो चुचुरो। हामी चाहिँ अहिले 3 जनाले मात्र यात्रा गरिरहेका छौँ देख्न सकिन्छ। आदि मान्छेहरू उता बस्नु भएको छ। अहिले चाहिँ निकै थकाइ लागेको छ है। यात्रा बस्नको लागि पनि व्यवस्था छ बिछौना। अहिले चाहिँ हामीले थकाइ लागेको छ, हामी यहाँ बसिरहेको छौँ देख्न सक्नुहुन्छ दर्शकहरूले। अब हामी बसिरहेका छौँ यहाँ लास्टै थारो यतातिर छ, निकै थारै सिधी रहेछ। यहाँ देखा लड्ने भने पनि मान्छेको जानै जान सक्ने सम्भावना छ होइन। निकै भिरालो छ यहाँ देख्न सक्नुहुन्छ पुरै। यहाँ साथीहरू बस्नुभएको छ होला। हजुरहरूले यात्रा गर्नुभयो भने पनि यहाँ सुरक्षित यात्रा गर्नु होला। निकै गम्भीर ठाउँ रहेको छ यहाँ झाँक्रीढुङ्गा देख्न सकिन्छ। यताको दृश्य पनि देख्न सकिन्छ। पुरै लाली गुँरासहरू फुलिरहेको छ
उता चाहिँ खरातिर चाहिँ ऊ टाढा पहिरो गएको छ नि हो त्यहाँदेखि हामी तल पुगेर त्यहाँ खरा हो त्यो पहिरो गएको ठाउँदेखि त्यसको जराबाट हामी अहिले फर्केर आएको छौँ यात्रा हाम्रो यात्रा हामी चाहिँ बाग्लिबाङ यहाँ अङ्कलको बिहेको जन्डिगरको हाम्रो दुला राजा चाहिँ हुनुहुन्छ अब अन्टी उतै हुनुहुन्छ अन्टी बहिहरू अब हामी चाहिँ अब झर्दैछ हेर्न सक्नुहुन्छ मन्दिर त्यहाँ छ झाँक्रीढुङ्गाको मन्दिर अनि यात्रा गर्ने मान्छेहरू कोही फोटो खिचाउँदै हुनुहुन्छ कोही भिडियो बनाउँदै हुनुहुन्छ सबै आफ्नो पारामा